बच्चालाई सिटामोल खुवाउँदा गरिने यी 5 गल्तीहरू। प्यारासिटामोल अथवा कमन भाषामा भन्नुपर्दा सिटामोल चाहिँ हामीले बच्चालाई दिने एकदमै मोस्ट कमन औषधि हो। कुनै बेला फिभर आउँछ बच्चालाई हामीले प्यारासिटामोलै दिन्छौँ, तर यसको सही प्रयोग गर्न जानिएन, डोज थोरै भयो भने उसलाई फिभर नै सन्चो हुँदैन, अनि डोज धेरै भयो, ओभरडोज भयो भने चाहिँ यसको एडभर्स इफेक्ट हुन्छ, लिभरमा इफेक्ट हुन्छ। त्यही भएर हामीले प्यारासिटामोल दिँदाखेरि सचेत भएर बच्चालाई दिनुपर्छ। आज मैले यो भिडियोमा चाहिँ एज अ प्यारेन्ट्स हामीले प्यारासिटामोल दिँदाखेरि के गल्ती गर्छौँ त भनेर भन्न गइरहेको छु। सबैजनाले भिडियो अन्तिमसम्म हेरिदिनु होला। पहिलो नम्बरमा छ, बच्चालाई सिटामोल खुवाउँदा कहिले पनि बच्चाको उमेर अनुसार सिटामोल दिनु हुँदैन। जहिले पनि बच्चालाई प्यारासिटामोल खुवाउँदा बच्चाको तौल अनुसार दिनुपर्छ। 5 वर्षको बच्चा छ, ऊ एकदमै दुब्लो पातलो छ, 10 केजी मात्र छ, तर कुनै 5 वर्षको बच्चा छ, ऊ चाहिँ 20 केजीको छ भने चाहिँ एउटै डोजले, एउटै एमएलले चाहिँ त्यो बच्चालाई सिटामोलले काम गर्दैन। जहिले पनि बच्चालाई मेडिसिन दिँदा, सिटामोल अथवा जुनसुकै मेडिसिन दिँदा उसको वेट अनुसार दिनुपर्छ। प्यारासिटामोलको एक्चुअल डोज कति हो त? 10 to 15 mg पर केजी। यदि हजुरहरूको बच्चा 10 केजीको छ भने चाहिँ 10 × 10 गरेर 100 mg दिन सकिन्छ, अथवा 15 × 10 गरेर 150 mg दिन सकिन्छ एकचोटिमा। त्यस्तै गरी अर्को गल्ती हो औषधि गलत तरिकाले दिनु। बच्चाले सकेसम्म औषधि दिँदा सिरिन्ज अथवा त्यो औषधिको बट्टामा भएको डिभाइसले दिनुपर्छ, ताकि औषधि लस नहोस् र बच्चाले पर्याप्त मात्रामा, जति मात्रामा खानुपर्ने हो त्यति मात्रामा औषधि खाओस् भनेर। त्यस्तै गरी प्यारासिटामोल दिँदाखेरि अर्को कमनली हुने गल्ती के हो भन्दाखेरि प्यारासिटामोल बच्चालाई चाहिँ एउटा चाहिँ ड्रपमा आउँछ, एउटा चाहिँ अलि ठुलो सस्पेन्सन अथवा सिरपमा आउँछ। जहिले पनि प्यारासिटामोल दिँदाखेरि चाहिँ हामीले त्यसको कन्सन्ट्रेसन हेर्नुपर्छ। ड्रपमा भएको औषधिको कन्सन्ट्रेसन अलिक बढी हुन्छ। 1 ml-मा चाहिँ 125 देखि 150 mg प्यारासिटामोल हुन्छ भने अलि ठुलो बट्टा सिरप सस्पेन्सनमा चाहिँ 5 ml-मा 125 mg प्यारासिटामोल हुन्छ। त्यसैले जहिले पनि औषधि दिँदाखेरि 1 ml-मा अथवा 5 ml-मा त्यसको कन्सन्ट्रेसन कति छ भनेर हेर्नुपर्छ। हामीले झुकिएर धेरै कन्सन्ट्रेसन भएको औषधि कहिले पनि दिनु हुँदैन। आफूलाई डाउट लागेको कुरा आफूले औषधि किन्न गएको फार्मेसीमा राम्रोसँग बुझ्नुपर्छ, आफूले थाहा नभएको कुरा। त्यस्तै गरी अर्को गल्ती भनेको ज्वरो बसेन भनेर चाहिँ छिटो छिटो प्यारासिटामोलको डोज दिनु। यस्तो गल्ती चाहिँ गर्नु हुँदैन। यस्तो छिटो छिटो औषधि दिन थाल्नुभयो र बच्चालाई ओभरडोज भयो भने चाहिँ प्यारासिटामोलको एडभर्स इफेक्ट लिभरमा एफेक्ट गर्न सक्छ। त्यही भएर